हेलो सबैजनालाई नमस्ते होइन। अहिले म चाहिँ गाउँ आएको छु होइन। आज एउटा सानो गाउँको भिडियो बनाऊँ भनेर मैले सोचिरहेको थिएँ होइन। अनि म चाहिँ 3 वर्ष भयो त्यो गाउँ नबसेको होइन। अनि गाउँमा 3 वर्षमा चाहिँ थोरै के चेन्जिङ भयो, म तपाईँहरूलाई थोरैमा टिप्पणी गर्छु होइन। अनि यो चाहिँ कस्तो, यो चाहिँ सुन्तला होइन। पहिले चाहिँ सानसानै थियो, अहिले चाहिँ अलिक धेरै ठुलो भएछ, फल्ने नै भइसकेको छ होइन। अनि यत्रो छ, यो जति यो सबै चाहिँ यो सुन्तलाहरूले जति हाम्रो बारीहरू छ होइन, जति टाकटुके बारीहरू चाहिँ सुन्तलाले घेरिसकेको छ। र यो कागती चाहिँ उत्रिएर छ। यो सुन्तला र यो रोपेको एकै समयमा रोपेको उत्रिएर छ होइन। यो बढ्न सकेन। अनि कोलहरू पनि निकै नै फलेको रहेछ, 8-10 घर नै फलेको रहेछ होइन। अनि अब बाली नालीहरू चाहिँ यतिखेर यो जुन फागुनको समय हो होइन, त्यतिखेर चाहिँ राम्रै रहेछ होइन बारीतिर। अनि यो जति यो छ नि, यो चाहिँ हाम्रो टनेल हो होइन। टनेल यो जुन कृषिको अर्ग्यानिकहरू उत्पन्न गर्ने होइन, उत्पादन गर्ने ठाउँ छ होइन। त्यसमा चाहिँ टमाटरहरू अनि अर्ग्यानिकहरू हुन्छन् नि, त्यस्तोहरू चाहिँ रोप्छौँ होइन। अनि यता मटरहरू अनि रहेछ होइन। अब यो चाहिँ एभोकाडो होइन। यो तल्लो यो भाले पोथी नै चाहिन्छ। एभोकाड फलेको थियो, अहिले चाहिँ रहेनछ होइन। अहिले चाहिँ सकिसकेको रहेछ एभोकाडोहरू। अनि कस्तो भयो भने यो एकै ठाउँमा झप्पै रोप्यो क्या सामानहरू चाहिँ। सुन्तला पनि यहीँको यहीँ, एभोकाडो पनि यहीँको यहीँ भइदियो होइन। अनि अब यो भिन्डीहरू अनि यतै छ होइन। अनि यो गोलभेडाहरू अनि यो रुखभेडा हुन्छ नि, यो रुखभेडाहरू सबै एकै ठाउँमा भयो क्या। यो सागहरू सबै अर्ग्यानिकहरू मात्रै रोपेको हुन्छ क्या। सबै कृषिले एउटा जोन दिएको हुन्छ नि त। यो टमाटरहरू अहिले सुकेको छ होइन। यो टमाटर चाहिँ यसरी बनाएको हुन्छ, अलिअलि सुकेको पनि छैन होइन। अनि टमाटरहरू यसरी बनाएको हुन्छ है। अनि यो अहिले एभोकाडो चाहिँ त्यति छ होइन। एकदम छेउमा रोपेको थियो क्या यो पहिले। एभोकाडो चाँडा बुट दिएको थियो होला, 2टा बुट यो भइगयो होइन, 2टा बुट। अनि यो पनि एभोकाडै होला होइन, यो त दाना हो, एकै ठाउँमा भइदियो क्या यो एभोकाडो दाना। पहिले अब सानोमा आउँदा सानो थियो, त्यो एउटा दाना चाहिँ तल रोपेको थियो। अनि यता जति तल छ नि, यो तल बारीहरू, यो तल बारीमा चाहिँ टाकटुके सुन्तलाहरू रोपेको थियो क्या। अब अहिले हाम्रो यो 300वटा बिरुवा आउँदैछ, 300वटा बिरुवामा चाहिँ टाकटुकै रोप्ने क्या होइन। 300वटा बिरुवा ल्याएर ठक्क यो चाहिँ टाकटुकै रोपेर यहाँ चाहिँ अब एकदम सुन्तला खेती गर्ने होइन। अनि यता तल सागहरू रोपेको, यो बकुल्लाहरू त्यस्तो रोपेको थियो। अनि यता चाहिँ सबै सुन्तलाहरू मरेछ होइन। यस्तै छ गाउँको